बाहिर चिसो हुदा तातो नेपाली थुक्पा को अगाड़ी अरू के ही टिकदैन। थुक्पा भने को नेपाल को तातो स्वादिलो र घर में बनाउन एकदमै सजिलो चाउ चाउ सूप हो। सबे भन्दा पहिले चाहिने सामानहरू जम्मा गर्नुहोस्। चाउ चाउ अलिकति कुखुराको मासु वा तरकारी, लसुन, अदुवा, प्याज, गोलभेन्डा र आफ्नो मन पर्ने तरकारीहरू जस्तै बन्दा र क्याप्सिकम। एउटा ठूलो भाँडोमा अलिकति तेल तताउनुहोस्। काटेको लसुन, अदुवा र प्याज हाल्नुहोस्। राम्रो बास्ना नाउन्जेल भुट्नुहोस्। काटेको गोलभेन्डा हाल्नुहोस् र त्यसलाई सानो सस्नबन्जेल पकाउनुहोस्। अब कुखुराको मासु हाल्नुहोस् वा तरकारी मात्र बनाउने भए नहाल्नुहोस् र अलिकति खेरो नहुन्जेल भुट्नुहोस्। काटेको तरकारीहरू, अलिकति नुन, खुर्सानी हाल्नुहोस्, एक चिम्टी बेसार र पिरो मनपर्छ भने अलिकति खुर्सानीको धुलो हाल्नुहोस्। सबै राम्ररी चलाउनुहोस्। पानी वा चिकन ब्रोथ हाल्नुहोस् र हल्का उमाल्नुहोस्। अब चाउ चाउ हाल्ने बेला भयो। चाउ चाउलाई सिधै हाल्नुहोस् र नरम नहुन्जेल पकाउनुहोस्। प्राय केही मिनेट मात्र लाग्छ। चाखेर हेर्नुहोस् र आफ्नो स्वाद अनुसार मसला मिलाउनुहोस्। सोया सस वा कागतीको रस हाल्न सक्नुहुन्छ यदि तपाईलाई अलिकति टर्रो मनपर्छ भने। तातो थुक्पालाई कचौरामा हाल्नुहोस्। माथिबाट हरियो धनिया र अलिकति थप खुर्सानी हाल्नुहोस् यदि तपाईलाई अझै पिरो मनपर्छ भने। लल हेर्नुहोस्, तपाईको भान्साबाट बनेको नेपाली थुक्पा। यो पौष्टिक, स्वस्थकर र एकदमै सन्तुष्टि दिने खालको हुन्छ। चिसो रातहरूमा वा जब तपाईलाई कचौरामा माया चाहिएको हुन्छ तबको लागि उत्तम। आज राति नै यो बनाएर हेर्नुहोस् र तपाईको थुक्पा कस्तो बन्यो हामीलाई भन्नुहोस्।